हेलो एन्ड नमस्ते साथीहरू, तपाईँ सम्पूर्णमा एसपी अर्निङको तर्फबाट स्वागत छ। आजको भिडियोमा चाहिँ हामीले एउटा न्यू नेपाली अर्निङ प्लेटफर्मको बारेमा कुरा गर्नेछौँ। यदि हजुरहरू पनि अनलाइन अर्निङतर्फ इन्ट्रेस्टेड हुनुहुन्छ भने भिडियो अन्त्यसम्म हेर्नुहोला। त्यस्तै गरी हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्न भने नभुल्नु होला है त। यदि हजुरहरू पनि यसमा जोइन हुन चाहनुहुन्छ भने सिम्पली डिस्क्रिप्सन बक्समा लिङ्क छ, लिङ्कमा ट्याप गरेर जोइन हुन सक्नुहुन्छ है त। अब जोइन गरिसकेपछि यहाँ चाहिँ हजुरले सिम्पली ग्रुपहरू चाहिँ जोइन गर्न सक्नुहुनेछ। हजुरले यहाँ चाहिँ यस्तो अफर चाहिँ देख्न सक्नुहुनेछ जहाँ चाहिँ हजुरले 1222, 769, 435, 2680 यो चाहिँ हजुरले सिम्पली एउटा टास्क कम्प्लिट गरेर चाहिँ कमाउन सक्नुहुनेछ। यो रिवार्ड छ, यो चाहिँ एउटा कोइन होइन कि एनपिआर हो है त। जस्तै रिवार्ड 11.2 भनेको छ। जस्ट सिम्पली यो क्युआर चाहिँ स्क्यान गरेर चाहिँ एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड गरिसकेपछि चाहिँ 20 मिनट चाहिँ राखिसकेपछि क्ल्याप गर्नुहोस् भनेको छ। अनि यहाँ चाहिँ हजुरले सिधै 11.2 रुपियाँ चाहिँ आफ्नो वालेटमा पाउन सक्नुहुनेछ है त। यो चाहिँ हजुरको अफरवाला हो। यसमा चाहिँ विभिन्न टास्कहरू हुन्छन् है त। यो टास्कहरू कम्प्लिट गरे पनि मजाले इन्कम लिन सक्नुहुन्छ, जुन इन्कमलाई चाहिँ हजुरले सजिलैसँग आफ्नो इसेवातर्फ लान सक्नुहुनेछ। अब यहाँ चाहिँ हजुरले देख्न सक्नुहुन्छ इन्टरफेस चाहिँ यस्तो रहेको छ। सिम्पली फर्स्टमा चाहिँ हजुरले यहाँ यस्तो होम पेज पाउन सक्नुहुनेछ। योभन्दा अघि चाहिँ हजुरले यसको ग्रुप र च्यानलमा जोइन भइसकेपछि मात्र यो चाहिँ स्टार्ट गर्न सक्नुहुनेछ है त सिम्पली। अब यहाँ चाहिँ हजुरले टास्क भन्ने अप्सन देख्न सक्नुहुन्छ। सिम्पली यसमा क्लिक गर्नुभयो भने चाहिँ हजुरकोमा चाहिँ 5-6वटा टास्क देखाउँछ, किनकि मैले अलरेडी कम्प्लिट गरिसकेको छु, सो थोरै मात्र देखाएको छ है त। सिम्पली अब हजुरले गर्न चाहेको टास्कमा चाहिँ क्लिक गर्नु होला। सिम्पली यहाँ म ग्रुप मेम्बरमा चाहिँ ट्याप गर्छु है। अब यहाँ भनेको चाहिँ यो टास्क चाहिँ अब देख्न सक्नुहुन्छ टाइटल भनेको देखाएको छ, ग्रुप मेम्बर भनेको छ है त। अब डिस्क्रिप्सन भन्ने लेखेको छ क्लिक ग्रुप प्रोफाइल। हजुरले के गर्नुपर्नेछ, डिस्क्रिप्सनको अर्थ हजुरले यो चाहिँ फलो गरेको हुनुपर्छ, बल्ल मात्र एन्सर सबमिट गरेको हुनुपर्छ है त। अब सिम्पली यहाँ के भनेको छ क्लिक ग्रुप प्रोफाइल, क्लिक एड मेम्बर्स, 8-15 members, take a screenshot of you are joining most from same ID, we will check later। यहाँ चाहिँ के भनेको छ भन्दाखेरि सिम्पली ग्रुपमा जोइन हौ, जोइन भइसकेपछि चाहिँ आफ्नो 15वटा साथीहरूलाई त्यो ग्रुपमा एड गरिसकेपछि चाहिँ सिम्पली स्क्रिनसट लिएर चाहिँ यहाँ पठाऊ भनेको छ। यहाँ चाहिँ हजुरले टास्क डेमोमा पनि देख्न सक्नुहुन्छ। नै पनि हजुरले सिम्पली अब यसलाई कम्प्लिट गर्नको लागि भिजिट नाउमा चाहिँ ट्याप गर्नुपर्ने हुन्छ। अब यहाँ ग्रुप देख्न सक्नुहुन्छ। यहाँ अलरेडी चाहिँ कोही व्यक्तिहरूले चाहिँ यो टास्क कम्प्लिट गरेर चाहिँ अर्निङ गरिसकेका छन्। अब हजुरले अर्निङ गर्नको लागि सिम्पली यहाँ चाहिँ ट्याप गर्नुपर्ने हुन्छ। अब ग्रुप प्रोफाइलमा ट्याप गरिसकेपछि एड मेम्बरमा ट्याप गरेर यहाँबाट चाहिँ सिम्पली हजुरले 15वटा मेम्बर चाहिँ करेक्ट गर्ने चाहिँ एड गर्नुपर्नेछ है त। यसरी गर्नु होला। गनिसकेपछि मात्र हजुरले एड गर्न सक्नुहुनेछ। जस्तै कि म यहाँ क्लिक गरिदिन्छु, एड गरेँ। मेरो चाहिँ 18वटा मेम्बर भनेको छ, यहाँ चाहिँ एउटालाई एड गर्न चाहिँ दिएको छैन। यहाँ चाहिँ सिम्पली मैले एड गरिसकेको छु लगभग 15वटा मेम्बर जति है त। म सिम्पली यसको चाहिँ स्क्रिनसट लिन्छु। स्क्रिनसट लिइसकेपछि अब मैले के गर्छु, यहाँ चाहिँ सबमिट डिटेल्समा ट्याप गर्छु। यहाँ ट्याप गरिसकेपछि म सिम्पली यो स्क्रिनसट चाहिँ यहाँ अपलोड हानिदिन्छु है त। यति गरिसकेपछि सिम्पली मेरो टास्क चाहिँ सबमिट भइसकेको छ। अब यहाँ हजुरले टास्कमा चाहिँ एउटा मात्रै देख्न सक्नुहुनेछ। यो ब्यालेन्स चाहिँ मेरो टास्क अप्रुभ भइसकेपछि आउँछ है त। मेरो ब्यालेन्स अहिले देख्न सक्नुहुनेछ कति छ भन्दाखेरि 2 रुपियाँ छ। एभाइलेबल पे आउट भनेको चाहिँ 6 रुपियाँ छ, जुन चाहिँ मैले टास्कबाट अर्निङ गरेको थिएँ है त। अब केही समय वेट गरौँ, हाम्रो ब्यालेन्स अप्रुभ हुन्छ है। साथीहरू फाइनली मैले पठाएको टास्क चाहिँ अप्रुभ पनि भइसकेको छ र देख्न सक्नुहुन्छ मेरो ब्यालेन्समा पनि त्यो एमाउन्ट चाहिँ एड भइसकेको छ। 8.51 भएको छ, जुन चाहिँ अघि 6.012 थियो है त। यसरी चाहिँ हजुरले यहाँ भएको टास्कहरू चाहिँ कम्प्लिट गर्न सक्नुहुन्छ। टास्कमा क्लिक गरिसकेपछि यहाँ चाहिँ हजुरले सिम्पली यहाँको चाहिँ डिस्क्रिप्सन चाहिँ हेर्नै पर्ने हुन्छ, नै पनि हजुरको टास्क चाहिँ रिजेक्ट हुने सम्भावना बढी हुन्छ है त। अब यहाँ के भनेको छ भन्दा ओपन लिङ्क, भिजिट नाउमा ट्याप गरेर चाहिँ लिङ्क ओपन गर अनि सर्च ब्लेजिङ ब्लेड भन्ने गेम चाहिँ सर्च गरेर प्ले दिस गेम, यो गेम खेल, स्टेज 7 कम्प्लिट गरेर चाहिँ स्क्रिनसट लिनु होला अनि सबमिट प्रुफ गर्नु होला भनेको छ है त। सिम्पली हजुरले यहाँ चाहिँ भिजिट नाउमा चाहिँ ट्याप गर्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ गेम नेम पनि दिएको छ ब्लेजिङ ब्लेड्स भन्ने है त। अब यहाँबाट चाहिँ हजुरले सर्च गर्न सक्नुहुन्छ ब्लेडिङ ब्लेड्स भन्ने गेम सर्च गरेर चाहिँ यो टास्क कम्प्लिट गरेर स्क्रिनसट पठाइसकेपछि चाहिँ हजुरको अप्रुभ हुन्छ है ब्लेजिङ ब्लेड्स। यो सिम्पली यो गेम चाहिँ ओपन गर्नुपर्ने हुन्छ। यो ओपन गरिसकेपछि चाहिँ यो गेम खेल्नुपर्ने हुन्छ है त। सिम्पली प्ले नाउमा ट्याप गर्नु होला। यहाँ चाहिँ हाम्रो सानो एड आएको छ। प्ले नाउमा ट्याप गरेर चाहिँ यो गेम चाहिँ खेल्न सक्नुहुनेछ मजाले।
अनि यो चाहिँ 7 स्टेजमा पुगिसकेपछि चाहिँ स्क्रिनसट पठाउनु भनेको छ। यो गेम एकदम इजी छ। यस्तै चाहिँ कम्प्लिट गरेर चाहिँ स्क्रिनसट लिनु होला। 7 स्टेज चाहिँ 7 हुनुपर्छ भनेको छ। यहाँ हजुरले कन्डिसन चाहिँ हेर्न सक्नुहुन्छ है त। स्टेज 7 चाहिँ कम्प्लिट हुनुपर्छ। कम्प्लिट नभइकन चाहिँ स्क्रिनसट पठाउन सक्नुहुन्न। म सिम्पली स्ल्यास स्टार्टमा चाहिँ ट्याप गर्छु। यदि यस्तो भयो भने हजुरले पनि अब यहाँ म चाहिँ सिम्पली जोइनमा चाहिँ ट्याप गर्छु। अब यी च्यानलहरूमा चाहिँ हजुरले जोइन हुनुपर्छ। हजुरले लिङ्कमा ट्याप गर्दा चाहिँ यस्तो आउँछ अनि यसमा चाहिँ सिम्पली जोइन भएर चाहिँ जोइनमा ट्याप गर्नु होला अनि हजुरको यस्तो इन्टरफेस बल्ल हुन्छ है। अब त्यसै गरी भिजिट साइट भन्ने अप्सन देख्न सक्नुहुन्छ। भिजिट साइटलाई यदि हजुरले डाइरेक्ट ओपन गर्न चाहनुहुन्छ भने यहाँ क्यालेन्डर जस्तो बटन छ, यसमाबाट पनि डाइरेक्ट ओपन गर्न सक्नुहुन्छ। म चाहिँ सिम्पली यहीँबाट गरिदिन्छु। अहिले स्टार्ट गर्नु होला है त। सिम्पली यहाँ चाहिँ के भनेको छ भन्दाखेरि 30 सेकेन्ड चाहिँ भिजिट गर्नुपर्ने छ भनेको छ है। आफ्टर टास्क कम्प्लिट विल सेन्ड नोटिफाई डन्ट ब्याक विदाउट नोटिफाई यो टाइममा रिसेट। तपाईँहरूले चाहिँ यहाँ प्ले एन्ड ओपन टास्कमा चाहिँ ट्याप गर्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ हजुरले 30 सेकेन्ड जति चाहिँ कुनै गेम चाहिँ खेल्न सक्नुहुनेछ है त। गेम खेलिसकेपछि 30 सेकेन्ड कम्प्लिट भइसकेपछि चाहिँ यो अटोमेटिक ब्याक हुन्छ क्या। जस्तो कि हजुरलाई एउटा नोटिफाई आउँछ, हामी वेट गरौँ है त 30 सेकेन्डसम्म। नोटिफाई नआइकन हजुरले ब्याक गर्नु चाहिँ हुँदैन है। यस्तो गरेमा चाहिँ हजुरको टाइम चाहिँ फेरि सुरुवात चाहिँ स्टार्ट हुन्छ क्या। यहाँ चाहिँ हाम्रो रोटेट फोन भनिरहेको छ, रोटेट पनि गर्न सक्नुहुन्छ। अब हाम्रो चाहिँ नोटिफाई आइसक्यो, दिस टास्क कम्प्लिट ब्याक प्रेस अर युज। अब सिम्पली हजुरले यसलाई कल गर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ हजुरको एक्स्ट्रा 3टा साइट देखाएको छ। 7 सेकेन्ड चाहिँ भिजिट गर्नुपर्छ भनेको छ है। भिजिट साइट 1मा ट्याप गर्नु होला। सिम्पली यो चाहिँ कम्प्लिट हुन्छ। अब 7 सेकेन्ड वेट गरिसकेपछि चाहिँ हजुरको सिम्पली ब्याक गर्ने अप्सन चाहिँ आउँछ है। ओके गर्नु होला अनि ब्याक गर्नु होला अनि भिजिट साइट 2 ओपन हुन्छ। अब यसमा पनि सेम हो कि, जहाँ पनि हजुरको सेम प्रोसेस चाहिँ हुन्छ। यो चाहिँ सिम्पली यता एप स्टोरतिर जान्छ, सिम्पली ब्याक प्रेस गर्नु होला। यति गइसकेपछि यहाँ चाहिँ हाम्रो टाइममा कम्प्लिट भइसकेको छ। सिम्पली ब्याक गर्नु होला। भिजिट साइट 3 भनेको छ। अब यहाँ पनि हजुरको सेम आइडिया हो, त्यही गर्न सक्नुहुन्छ है त। यहाँ नोटिफाई आउँछ, नोटिफाई आइसकेपछि मात्र जस्तो ओके गर्नु होला अनि ब्याक गर्नु होला है। अब क्लेम रिवार्ड ट्याप गइसकेपछि हजुरको सिम्पली रिवार्ड चाहिँ गइसक्यो। अब यहाँ चाहिँ हजुरले मल्टिपल टाइम्स चाहिँ गेम खेल्न सक्नुहुन्छ। हजुरको नोटिफाई बजेको सुन्नुभयो होला, देख्न सक्नुहुन्छ टास्क कम्प्लिट यु अन 0.06 NPR भनेको छ। साथै हजुरले यो भिजिट साइटको अप्सनबाट पनि हजुरले यो सिम्पली ओपन टास्क गरेर चाहिँ यही गेम खेलेर चाहिँ इन्कम लिन सक्नुहुन्छ है। म चाहिँ सिम्पली अब यही माथिको जोइनमा ट्याप गरेर चाहिँ इन्टरफेस सिकाल्छु है। अब अफर वाल यदि हजुरहरू पनि टास्क कम्प्लिट गर्न चाहनुहुन्छ भने चाहिँ यो चाहिँ बेस्ट हुनेछ है। ओपन स्पार्क वाल गर्नु होला, सिम्पली ओपन गर्नु होला। ओपन गरिसकेपछि यहाँ चाहिँ हजुरको विभिन्न टास्कहरू सो गर्छ, त्यहाँ चाहिँ कन्डिसन हुन्छ। मैले हजुरले यो इन्टरफेस चाहिँ अघि नै पनि सो गरिसकेँ र कसरी टास्क कम्प्लिट गर्ने भन्ने कुरा चाहिँ मैले हजुरलाई अलरेडी सेयर चाहिँ गरिसकेको छु है त। अब सिम्पली हामी यहाँ केही समय वेट गरौँ। अब यस्तो चाहिँ हजुरको अफर वाल खुल्छ। यसमा चाहिँ हजुरको कन्डिसन हुन्छ। त्यो कन्डिसन कम्प्लिट गरिसकेपछि हजुरले टास्क कम्प्लिट भएको मेसेज चाहिँ पाउनुहुनेछ र रिवार्ड पनि पाउनुहुन सक्नुहुनेछ है। म चाहिँ सिम्पली यसलाई ब्याक गर्छु। यो मैले अलरेडी भनिसकेको छु। वाच एडमा चाहिँ हजुरले सिम्पली एडहरू पाउन सक्नुहुन्छ, जुन चाहिँ अहिले एभाइलेबल छैन है। यो ब्यालेन्स भन्ने चाहिँ हजुरले ब्यालेन्स त भइहाल्यो। अब त्यसै गरी रेफरल भन्ने अप्सन छ, जहाँबाट चाहिँ हजुरले सिम्पली रेफरल इन्कम चाहिँ पाउन सक्नुहुनेछ। यहाँ चाहिँ हजुरले 3% इन्कम चाहिँ पाउन सक्नुहुनेछ। यदि हजुरको साथीले 100 रुपियाँ विथड्र गर्छ यसबाट कमाएर भने हजुरले 10 रुपियाँ पाउनुभयो कि। जस्तै हजुरको साथीले 1 रुपियाँ कमाएको छ भने 0.3 RS इन्स्ट्यान्ट चाहिँ पाउन सक्नुहुनेछ। हजुरको साथीले 0.06 कमाए पनि त्यसको 10% चाहिँ हजुरले पाउनुहुनेछ। सो आफ्नो साथीहरूलाई पनि यो सेयर गर्न चाहिँ नभुल्नु होला है त। सिम्पली यो लिङ्क कपी गरेर चाहिँ दिन सक्नुहुन्छ। जसले चाहिँ टेलिग्राम युज गर्छ यो चाहिँ युज गर्न सक्नुहुनेछ है। अब त्यस्तै गरी सपोर्ट भन्ने अप्सन रहेको छ। सपोर्टबाट चाहिँ हजुरलाई यदि कुनै क्वेसन छ भने चाहिँ यहाँबाट चाहिँ सोधेर चाहिँ एन्सर पाउन सक्नुहुनेछ। हजुरको प्रब्लम पनि सल्भ हुनेछ है त। अब सेटिङ भन्ने अप्सन रहेको छ। सेटिङबाट चाहिँ हजुरले ट्याक्स अलर्ट भन्ने यदि कुनै पनि ट्याक्स आएमा चाहिँ हजुरले ट्याक्स अलर्ट अन गर्नुहुन्छ भने यहाँ सिम्पली हजुरको ट्याक्सको नोटिफाई आउँछ है। सेट वालेट भन्ने अप्सन रहेको छ। यहाँ चाहिँ हजुरले विथड्र वालेट चाहिँ सेट गर्नुपर्नेछ। अब यहाँ चाहिँ सिम्पली नत्र हजुरले डाइरेक्ट ब्यालेन्सबाट गएर पनि विथड्रमा ट्याप गर्नु होला। ट्याप गरिसकेपछि मिनिमम विथड्र भनेको 12 NPR रहेको छ। अहिले चाहिँ मसँग 8.57 रुपियाँ छ। 12 रुपियाँ भइसकेपछि चाहिँ मैले सिम्पली विथड्र गरेर देखाउनेछु है त। सेटिङमा जानु होला, सेट वालेटमा जानु होला। सेट वालेटमा गइसकेपछि
मेरो चाहिँ सिम्पली अलरेडी चाहिँ वालेट चाहिँ सेट छ है। अब यसलाई चेन्ज गर्नको लागि चाहिँ सेट चेन्ज वालेट भन्ने अप्सन छ। सेन्ड युर इसेवा नम्बर फर विथड्र भनेको छ। सिम्पली म चाहिँ आफ्नो मोबाइल नम्बर चाहिँ यहाँ राखिदिन्छु है। यति गरिसकेपछि यहाँ चाहिँ हाम्रो सेन्ड भइसकेको छ, न्यू वालेट चाहिँ अपडेट भइसकेको छ। यो चाहिँ इसेवा नम्बर हो है त। इसेवामा चाहिँ यसबाट हजुरले सजिलैसँग विथड्र लिन सक्नुहुनेछ। अब यसमा चाहिँ साथीहरू यति हो अर्निङ गर्ने मेथड। यदि हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने जोइन हुनु होला। आफ्नो साथीहरूले पनि भिडियो सेयर गर्नु होला, जसले गर्दा चाहिँ हजुरको साथीहरूले पनि फ्रीमा चाहिँ इन्कम जेनेरेट गर्न सकिन्। अहिलेको अवस्थामा धेरै इन्भेस्टमेन्ट साइटहरू फेकहरू आएको छ। सो यदि हजुरहरू पनि फ्री अर्निङमा इन्ट्रेस्टेड हुनुहुन्छ भने यो प्लेटफर्म चाहिँ हजुरका लागि एउटा बेस्ट हुनसक्छ। सो यदि हजुरसँग टेलिग्राम छैन भने हजुरले सिम्पली डाउनलोड गरेर रजिस्टर गरेर चाहिँ यो प्लेटफर्म युज गरेर केही भए पनि इन्कम जेनेरेट चाहिँ गर्न सक्नुहुन्छ भन्दै म बिदा हुन चाहन्छु। हस् त, धन्यवाद।